अनि मुकेश दादा यो चाहिँ हामी कुन ठाउँमा आज घुम्न आएको तपाईसँग? यो चाहिँ नागी गुम्बा भन्ने हुन्छ शिवपुरी माथि छ डाँडामा कि हजुर बुढानगण्ड त्यो एरियामा पर्छ खासमा यो एक्चुअली होइन नागी गुम्बा हो। हजुर यसको स्पेसियालिटी मतलब यसको मेन त्यो चाहिँ फेमस अब के छ नि अब यहाँ चाहिँ आनीहरू मात्र बस्नुहुन्छ मेन चाहिँ यहाँ फिमेलहरू बुद्धिस्टहरू होइन अरू मेल चाहिँ बस्दैन यहाँ चाहिँ होइन। अब यो 2 टाइम पूजा हुन्छ कि यहाँ बिहान अब दिउँसो चाहिँ 4 बजे अब 4 बजे अब पूजा भइसकेछ भित्र पूजा हुन्छ 4 बजे हामी यहाँ माथि गएर ढोक्न सक्छौँ। अनि प्लस यो तारेमन भन्छ कि यो भ्यू जुन छ नि यो जस्तो नि तारेमन के केही प्रब्लम भयो भने केही समस्या भयो भने नि पछि अब कसैलाई अब शारीरिक केही प्रब्लम भयो बुखार लाग्यो ज्वरो लाग्यो केही आयो भने नि अब यो तारेमनलाई प्रे गर्ने के हे भगवान् मलाई निको गरिदिनु भनेर त्यसरी प्रे गर्ने अनि को चाहिँ भने कि तारेमन छ यहाँबाट भगवान् नै बस्नुहुन्छ अरे स्वयं भगवानै हुआ चाहिँ के अनि प्रे गर्ने अनि त्यो निको हुन्छ। प्लस अब भित्र पनि हुनुहुन्छ भित्र चाहिँ होइन भित्र हामी गएर भित्र पनि हामी भिडियो लिन सक्छौँ यो भित्र मन्दिरभित्र गएर अनि भित्र पनि मान्छे भगवान् पनि धेरै एकदम शक्ति एनर्जेटिक शक्ति रहेछ कि बुद्धिस्टहरूको पनि अनि त्यहाँ हामी प्रे गर्न सक्छौँ प्रे गरेर हामी केही सङ्कल्प छ सङ्कल्प माग्न सक्छौँ कि भगवान्सँग त्यहाँभित्र गएर हामीले हस् धन्यवाद दाइ यति इन्फर्मेसन दिनुभयो त्यसको लागि।